खाना खाना आएको होटलमा खानै रहेनछ। म 5-6 घन्टा गाडीमा सुत्यो होला, अझै पनि मलाई निन्द्रै पुगेको छैन भनेको। गाउँ देखो, गाउँ कितना सुन्दर है, कितना सुन्दर है। पाप गरेछ भने चाहिँ नरगाउँमा नभए सिधै स्वर्गमा पुगिन्छ। यस्तो ह बाटो। यो जत्रो ह त्यत्रो खानु गेडा पनि लिची कत्रो हुनुपर्छ नि, लिची यत्रो। भूत आयो, भूत। हेलो गाइस, वेलकम ब्याक टु माय युट्युब च्यानल। आज चाहिँ हामी धारी जानलाई मिलेको, तर हामी आधा घन्टाभन्दा पनि बढी भइसक्यो बस कुरेर बसेको, तर बसै आएको छैन। यो सबै मान्छेहरू चाहिँ विक्रम बाबा जानको लागि बस कुरेर बसेको, तर हामी चाहिँ धादिङ जानको लागि बस कुरेको। यो चाहिँ बस स्टेसन भएको भएर तर बस आउनु थाल्दै छैन, बसै आएन। आधा घन्टा भइसक्यो हामीहरू कुरेर बसेको। गाडी चढेपछि भिडियो बनाउँछु भनेको, निन्द्रा लागेर आँखै खुल्न नसकेर सुताइ गाडीमा 4 घन्टा गाडीमा सुत्यो होला। म पर्साबाट यहाँ धादिङ आउन्जेलसम्म 4 घन्टा गाडीमा सुतेर अनि बल्ल अहिले उठेर अब यो चाहिँ हामी यहाँबाट ओढेर खानासाना खाएर फेरि यहाँबाटको अर्को एउटा गाडीसम्म आउनुपर्छ अरे, अनि बल्ल हजुरआमा घर पुगिन्छ। खाना खाना आएको होटलमा खानै रहेनछ। अब नेक्स्ट होटलमा हामी खाना खान लाग्यो। यो होटलमा खाना खायो किनभने हामी 1:30 भइसक्यो नि त। 1:30 हुँदा त यहाँ होटलमा खाना सकिसक्यो अरे 1:30। अब त्यही भएर अब अर्को होटलमा जान्छौँ, खाना छ कि छैन हेर्छौँ। त्यहाँ खाना छ भने खाना खानुपर्ला, खाना छैन भने अब त्यो कुचुक नास्ता खाएर जानु पर्ला। ल यहाँनिर होला खाना, सोधौँ न, नभए मोमो खाएर जाने। हाम्रो खाना आयो। के को तरकारी रे यो? कोइराला रे। भाइको भागमा त बम पऱ्यो रे, तोप पऱ्यो रे, तोप। यो चाहिँ यो तरकारी चाहिँ तोप जस्तो रहेछ कि, तोप जस्तो तोप जस्तो। अब हामी खाना खाँदै हो। गाडी गइसक्यो अरे, गाडी गइसक्यो। अब हामीले खाना खाइसक्यो तर गाडी गइसक्यो भएर पाँच खाँदै बस्नु। खाना पचाउँदै बस्यो, गाडी छैन। अब 3:30 बजे आउँछ अरे गाडी, र बल्ल 2 बजे छ। 3:30 बजे आउँछ नि, हामी 5:30 बजे 6 बजीतिर जहाँ जानुपर्ने हो त्यहाँनिर। ल हामीहरू चाहिँ अब बाटोतर्फ लाग्यो। मान्छेहरू गाडीभित्र ल हामीहरू चाहिँ बसबाट ओर्ल्यो भर्खरै। अब हाम्रो गन्तव्य चाहिँ यसरी स्टार्ट हुन्छ। यस्तो पुरा फुल सिडीको भिडियो देखाउँछु खै एकचोटि। म त कस्तो चिप्ले गरेको पसिनाले खुट्टाको। ल यसरी ल पुरा यसो चढ्ने। म अगाडि हिँड्छु अनि देख्छ यस्तो देख के बनाइछ है कस्तो। आज त मलाई चाहिँ आज टोटली हामी 8:30 बजीतिर चढेको होइन गाडी। अहिले कति बजी? 5 बज्यो। 9, 10, 11, 12, 1, 2 म 5-6 घन्टा गाडीमा सुत्यो होला, अझै पनि मलाई निन्द्रै पुगेको छैन भनेको। कस्तो कानहरू टी गरेर बजिरहेको है, निन्द्रै पुगिरहेन अहिलेसम्म।
यत्रो टाढा ट्राभल किन गरेको भन्दाखेरि ऐसेलु खानको लागि ऐसेलु मात्रै पाउँछ होइन अरू के पाउँछ ऐसेलु र काफल खानको लागि यत्रो टाढा आएको हामी धादिङ आएको धादिङ चितवनदेखि धादिङ आएको ऐसेलु र काफल खानको लागि यही हो बोजूको गाउँ चाहिँ ए हिँड्दा बोजू गाउँ ए बोजू गाउँ त्यहाँ डाँडाबाट हामी बसबाट ओर्ल्यौँ अब हिँड्यो ल बाटोमै भेट्ने होला फेरि बोजूलाई गाउँमा ए अस्ति नै बिहे भने घर त्यही हो त्यहाँनिर रन्द झुन्डा राखेको अहिलेसम्म समाजको घर भवन बनाएको ल यतातिरको बारीहरू कस्तो राम्रो हो यतातिरको बारीहरू बहिनीहरू गइसक्यो अब म पनि हिँड्नुपर्छ त्यो घरको निबो लगायो अस्ति नै लास्ट इयर हाम्रो कति धेरै कान्छीले निबो लिएर गएको थियो यसको बेमा आउँदाखेरि एक बोरा लिएर गएको थियो रात खालको बोगटी हो कि निबो यहाँ यही रुख हो अरे यही रुख हो अरे म चाहिँ फर द फर्स्ट टाइम आएको है यो ठाउँहरू गाउँहरू हेर्नको लागि किनभने यस्तो चाहिँ हाम्रो चितवनमा छैन यस्तो चितवनमा छैन त्यही भएको भएर यही हेर्नको लागि चाहिँ आएको चितवनमा त छ किन नहुनेहरू छ तर हेलो गाइस मैं आज चितवन से बहुत दूर धादिङ गांव में आया घूमने के लिए इधर ऐसेलु और काफल मिलता है वही खाने के लिए आया गांव देखो गांव कितना सुंदर है गांव इधर ऐसेलु और काफल मिलता है बोला बहन ने इसलिए बहन के पति के ग्रैंडफादर के घर पे आया हम लोग घूमने के लिए गांव देखो गांव कितना अच्छा है सुंदर है देखो कितना अच्छा वाला घर है कस्तो राम्रो घर कि हाम्रो त्यस्तो हुँदैन नि त ल ढुङ्गाको माटोको चल्ला कोल्टिँदैन कति राम्रो चल्लाहरू हो ल आ गया हम लोग आ गया रिलेटिव्स के घर पे बहुत ज़्यादा थोड़ी 6 घंटा गाड़ी में सोया इतना लंबा ट्रैवल टोटल ट्रैवल 8-9 घंटा हो गया होगा लेकिन गाड़ी के अंदर 6 घंटा सोया मैं अभी भी नींद में हूँ Like, share, subscribe. हम लोग आ गया हामीहरू चाहिँ अब फ्रेस हुन जान लागेको दादा त्यही पनि छ तर कुवामा जान लागेको फ्रेस हुन यतातिरको घर यतातिरको बाटो Let's go guys, let's go. गाडी आहा त अनि गाडी लास्ट गाडी होइन भन्दैछ त गाडी आइरह त सँगै गाडी आउँछ आहा त म गाडी अघि तिमीहरूले लास्ट गाडी हो होइन बारीबाट हिँडेको त्यो बुढाबुढी गएको थियो नि त्यो बच्चालाई छोडेर अनि त्यहाँबाट यसरी बारीबाट आएको यसरी बारीबाट आएको त्यही बाटो हुन्छ आएको गाडी आएकै बाटो फेरि त्यहाँदेखि यहाँसम्म हिँडेको अनि अलिक राम्रो भएछ त नजिक पर्छ नि जाँदा पनि टाढा पर्छ पसल त त्यही हो अनि अहिले बियर किन्नु जानु पर्ला कहाँ टोटके भनेको त्यो घर रहेछ नि पिङ्कला ओ त्यो डाँडा घर आमा जाँदैन म त यस्तो टाढो त्यही हो बसाल्छ ल बाटोहरू चाहिँ दामी छ दामी Like, share, subscribe. यो चाहिँ पानी खाने धारा गोबर ल घरहरू जङ्गलको बाटो मान्छेहरू यार
मा कसरी त्यो के भन्छ रे उ त्यसमा झ्याममा काटेर रुखमा चढेर यहाँनिर हामी कुवामा जान लागेको नुहाउनलाई कुवा कता हो उता होला पानी अमला भेट्यो भनेको त के को पायो हो पानी अमला रे यो हो रहेछ पानी अमला भेट्यो पानी अमला जुका हुन्छ तेरो गाई जाउँछ होला जुका यस्तो बेलामा नि असार साउनमा आउला नि जुका त कहिले हो पहिला बेगन भन्दा अगाडि आउँदाखेरि त यहाँनिर गङ्गाटा मेरो खुट्टानिर के बाटो गङ्गाटाहरूको माछा गङ्गाटा कस्तो राम्रो भ्यू के ल बहिनीहरू चाहिँ गयो म पनि पछि अब बुङ्गुरको उति गराएको गु गराएको अब बहिनी जहिले नमस्ते भनेर हिँडिरहेछ मैले पनि नमस्ते भने तर म थाहा छैन अब उनीहरूले जो जसलाई नमस्ते भन्छ म त्यही नमस्ते भन्दै हिँड्छु किनभने मैले चिनेको छैन कोही पनि बाटो डेन्जर हे रास्ता डेन्जर ल यहाँको बाटोहरू यस्तो छ ओ यो गिर गए त सिधा जन्म में जाएगा जन्म में के भन्छ गिरेको त सिधा स्वर्गमा पाप गरेछ भने नर्कमा सिधा नर्कमा जाइन्छ ए पाप गरेछ भने चाहिँ नर्कमा नभए सिधै स्वर्गमा पुगिन्छ यस्तो बाटो सिधा बिरालो ओ माई गड कसरी हिँड्ने म त सक्दिनँ ओ लौरो चाहियो मलाई लौरो चिसो हावाले हेट अब यस्तो बाटोमा कसरी जम्प गर्ने मैले बसेर गर्नु पर्यो बसेर ल आयो नुहाउने ठाउँमा आयो हामीहरू यहाँ यत्रो ठुलो धारा आइरहेछ म देखाउँछु ल धारा अनि यहीँबाट नुहाइ भन्दा नि यही पानी त जाने होला नि अनि यो त छुट्टै हो त्यो जाने यो खाने यो अन्त खाने हैन यो त तलतिर यो तलतिर गएको मान्छे ए खेतमा जाने पानी हो कि खाने मान्छे यो यहाँ हैन पाइ हैन के हो खै त नि धारा हैन अनि खाने पानी धारा धारा त माथि रह्यो यो त खेतमा लाउनला मात्रै हो ए खाना मिल्यो है पानी हो चिसो हो पानी धेरै चिसो खैले त अलिकति पानी हाल्दा कति पनि चिसो रहेछ अयो हो रहेछ चिसो रहेछ हाम्रो घरतिर भन्दा चिसो रहेछ काफल पाक्यो भन्दै हाम्रो भाइहरूले चाहिँ दुईटा यत्रो जङ्गलमा घनघोर जङ्गलमा फाइट गरेर काफल लिएर आउन सफल भयो मलाई बहिनी चाहिँ यहाँनिर यस्तो जाडो रहेछ अनि टाउको नुहायो होइन यहाँनिर यस्तो खुल्लामा टाउको नुहायो अब ज्यान चाहिँ घर गएर नुहाउनु पर्ला ज्यान चाहिँ माथि घर गएर नुहाउनु पर्ला यसले पनि टाउको नुहाएँ मैले पनि टाउको नुहाएँ भाइले चाहिँ हामीलाई यहाँनिर काफल लिएर आएको छ ल हाम्रो काफल आयो काफल चाहिँ कस्तो हुन्छ भन्दाखेरि रेड कलरको यस्तो यहाँ त गेडा हुन्छ है त्यसै निल्ने तर गेडा हुन्छ नि यहाँभित्र कता गेडा म त खाँदैन गेडा त समय खानु भाइ काफलको गेडा मिठो रहेछ है निल्नु हो म त फालिदिन्छु
घरिबाट जान्दैन कसरी निल्नु है म ट्राई गर्छु एउटा निल्नलाई Like, share, अनि यो जत्रो हो त्यत्रो खानु गेडा पनि लिची कत्रो हुनुपर्छ नि लिची यत्रो भएपछि अलिक सानो गेडा हुन्छ नि त्यस्तो हुँदैन होइन काफल त्यो गुची बिग्रिन्छ नि भित्र केही हेर्दा जति भेट्छ ल काफल मैले गेडा निले नि निले हो यो त मैले गेडा निले निल्दिन म त कसरी निल्नु आयो आधै कालो आया नेपालमा आएर तराई त हो चितवन भन्ने त्यस्तै त हो नि कस्तो मिठो हुन्छ अझ हामीले निखाइसकेछ यतिकोबाट हेर्दा पाकेको देख्छ क्या म त निल्न सक्दिनँ यत्रो ठुलो केरा त तर एउटा खा भने सक्छ होला मैले कति यो त अमिलो छ यो रातवाला मात्रै गुली हुँदैछ मैले निल्दी मरे पनि छैन पेटमा काफल फल्यो भने सिद्धो यहाँबाट यसो टिप्ने काफल यहाँ हामी उता जाऊँ भाइ हेर्नु उता काफलको बोट खाँदै काफल ल अब हुन्छ हुन्छ मैले भएन त्यतैबाट हिँड्नु बस अब म पनि हिँड्यो ल आठमा यहाँनिर कस्तो लाग्यो मलाई त यहाँनिर ल गोरु भनेको त गाई पो रहेछ गाई रहेछ like, share, subscribe. हजुरबारी हो आऊ हो आया ल ल ल यस्तो हो गाउँ यस्तो रमाइलो नुहाएर खायो भोलि चाहिँ हन्टिङमा जाने हो खोज्नलाई त्यो चाहिँ आज जस्ट नुहाउन आएको भएको भएर जति भेट्यो त्यति खाएको भोलि त काफल ऐसेलु सबै खोज्नुपर्छ अहिले चाहिँ जस्ट काफल मात्रै खोजेको हामीले हामी त नयाँ थियौँ भाइले खोजेर ल्याइदिएको हामीलाई ए आफन्त रहेछ तँ नमस्ते गरेन अब यसले नमस्ते गरायो भने त मैले नमस्ते गर्थेँ होला झन् मैले चिन्दैन यसले नमस्ते गरेन मैले पनि गरेन ल अब के गर्नु अब ल फाल्दैछ Like, share, subscribe. यसको कुरा सुनेर यो डाँडामा आयो अब ओर्लिनु पर्ने त्यहाँ त्यो हो कि बाटो चाहिँ होइन कसरी ओर्लिने ए ल अब यो अब के रहेछ खिरा खिरा मेरो कपडा पहेँलो छ नि त मेरो कपडा पहेँलो त्यो आमा गुमाउने किरा भुमु गरेर बसेको छ माउरी सोचेर मेरो कपडा पहेँलो छ अरे सन्चु लड्यो भयो अबे कतेक्ने कट्टा माउरी सोचेर भाग्यो यो यस्तो बाटो बारे बा एउटा चाहिँ बल्ल बल्ल आउन सक्यो अब यो अर्को रास्ता कसरी क्रस गर्ने ल यत्रो माथिबाट हामफालले यहाँ आयो होइन अब यहाँबाट यहाँ कसरी जाने यो हो कि बाटो Like, share. अब हामी हिँड्न सकेन त्यही भएर यो माथिको बाटो चढ्छौँ ल भूत आयो भूत आयो यो फुल मैले टिपेँ यता चाहिँ बारीमा सस्ती फुलहरू पाउँदो रहेछ है टनाटन छ अनि कफीहरू पनि छ अरे त्यो जब भोलि हेर्न जाने आज चाहिँ अब हामी चाहिँ टाउको नुहाएर आयो बिहान चाहिँ घरमा बाथरुम बनाउनु पर्ला टाउको चाहिँ अहिले खुल्ला ठाउँमा नको अब भोलि बनाउला ब्लग आजलाई यति नै बाई बाई हामी घर जान लागेको नुहाएर Subscribe. ल फ्रेस भएर आजलाई बाई बाई